आफ्नो श्रीमतीले सरकारी गाडी दुरुपयोग गरेर बिदा दिन चढे बापत प्रहरीले सोधखोज गरेर सिंहदरा डराउँछु भनेर लुसिफरले किन भन्यो? राष्ट्रिय लुसिफरहरू, दलालहरू, मतियारहरू लगभग हामी चिनिसक्यौं। अब यसको मालिकको पनि खोज्ने अभियान हो यो चुनाव। प्रहरीले किन स्ट्रङ सुरक्षा दिएन? हाम्रो सिंहदरा दलदा सेना किन टुलु हेरेर बस्यो? हाम्रो सर्वोच्च दलदा सेना किन टुलु हेरेर बस्यो? सदन दलदा किन हेरेर बस्यो? यसको हिसाब किताब हामी खोज्छौं हामी। 24 गते हाम्रो सारा राष्ट्रिय सम्पदाहरू किन जलाइयो? किन ध्वस्त पारियो? व्यक्तिका घरहरू किन जलाइयो? केपी ओलीको राजीनामा मागेको होइन, केपी ओलीले थप क्षति नहोस् भनेर राजीनामा दिनुभयो त किन जलाइयो? यसको खोजी नीति हुन्छ। राष्ट्रिय लुसिफरहरू, दलालहरू, मतियारहरू लगभग हामी चिनिसक्यौं। अब यसको मालिकको पनि खोज्ने अभियान हो यो चुनाव। हामी खोज्छौं यसपालि। जायज मुद्दा उठाएका जेनजीहरू जसले 23 गते 2 बजेसम्म मात्रै उनीहरूको हातमा थियो यो आन्दोलन र सडक। भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भने जेनजीहरूले म भ्रष्टाचार गर्दिन गर्न दिन्न भन्नुभयो केपी ओलीले। एजेन्डा कहाँ नमिला थियो? उल्टो केपी ओली र एमालेका नेताले भ्रष्टाचार गरेर आरोप लगाए।